हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ चुङबाङ ब्लगबाट। आज चाहिँ फेरि म किन आएको छु भने हिजो मैले भिडियो अपलोड गरेको थिएँ। त्यो भिडियोमा चाहिँ मेरो छोरीले होइन यो भिडियोमा चाहिँ क्यामेरा अरू कसैले घुमाएको होला भन्नुभएको थियो। त्यही भएर चाहिँ आज म यो देखाउनु गइराखेको छु। यो बक्स हो, ओपन गरेर पुरै चलाएर म देखाइदिन्छु। छोरीको लागि विश्वास गरेको छैन होइन, त्यही भएर चाहिँ म यो ओपनिङ गर्दैछु फेरि दुबारा है। यो चाहिँ सुरुमा यस्तो हुन्छ होइन। यसलाई जति लामो बनाउन सक्यो, लामो सेल्फी स्टिक जस्तो यो स्ट्यान्ड लामोसम्म हुन्छ। यसो छोटो पनि बनाउन मिल्छ र यसमा स्ट्यान्डको लागि चाहिँ यहाँबाट यसरी ओपन हुन्छ होइन। यसले हल्का लुज गर्नु मिल्छ यसरी। यो लुज गरेको बादमा चाहिँ यसरी खोलिन्छ। यो कति साइजको बनाउने हो त्यो बनाउनु आफूले उयो गरेर फेरि यसलाई यसरी गरेर यो स्ट्यान्ड लामो बनाउने हो। त्यसबाट चाहिँ यसमा मोबाइल छिर्छ हो। म यो मोबाइल पनि लगाएर देखाउँछु तपाईँहरूलाई। मोबाइल चाहिँ यसरी लाग्छ। यहाँबाट बटम अनको बटम यहाँ हुन्छ। सुरु भइगयो। यो चाहिँ यहाँ एउटा सानो क्यामेरा हुन्छ। यो क्यामेराले चाहिँ डिटेक्ट गरेर आफू जता जता भयो त्यतै जान्छ। अब यो भिडियो चाहिँ फेरि म बिचमा राखेर म फोन स्ट्यान्डमा लगाइसकेको छु र फोन चाहिँ यो एडजस्ट जसरी गर्दा नि हुन्छ। अलिक लामो बनाउनु नि मिल्यो, छोटो बनाउनु नि मिल्यो। यतिको बनाएर चाहिँ आफू जतातिर घुम्यो त्यतैतिर यो फोन घुम्छ होइन। डिटेक्ट गर्छ यसरी 360 डिग्रीमा घुम्छ होइन। यो क्यामेराको सहीमा आफू चाहिँ घुम्नु पऱ्यो यसरी। क्यामेरा अलिकति बाङ्गो भयो भने फेरि घुम्दैन। त्यही भएर म यो 360 डिग्री घुमाएर देखाउँदैछु। र यो छोटो बनाउनु पनि मिल्छ, लामो बनाउनु पनि मिल्छ। अब त मेरो छोरीलाई विश्वास लाग्यो होला नि होइन, अरूले क्यामेरा घुमाएको हो कि स्ट्यान्डबाट घुमेको हो भनेर भिडियो देखाइसकेको छु। हस् त आजको लागि भिडियो यति नै। बाँकी भिडियो फेरि आउनु बाँकी नै छ। हस् त सेवरौ बाबा छु। अब यसले यसरी लामो छ होइन, यो स्ट्यान्ड लागेको छ। यसमा चाहिँ यसले यसरी क्लोज गर्नु नि मिल्यो। क्लोज गरिसकेपछि यो पुरै यसरी क्लोज हुन्छ। अनि यसलाई फेरि लक गरेर यस्तो गरेर चाहिँ यसरी पनि ब्लक गर्न सकिन्छ। र यसलाई राख्दाखेरि यसरी राखेर यो लामो हुन्छ। यसलाई फोल्ड गर्नु मिल्छ। फोल्ड गरेपछि अझै छोटो हुन्छ। सानो ब्यागमा जाँदैन, नर्मल ब्यागमा उठाउन सकिन्छ। हस् त बाई। अब त विश्वास लाग्यो होला मेरो छोरीलाई।